हाम्रो गल्छी बजारको छाङ्गेश्वर मन्दिर परिसर अहिले बाढी पछिको अब हामीले भिडियो हालिरहेको छौँ। ल हेर्नुहोस्, अब नयाँ बनेको भवन छ हाम्रो छाङ्गेश्वर मन्दिर, राधाकृष्ण मन्दिर, सप्तऋषि मन्दिर, कहीँ केही पनि छैन खण्डहर। ल पुरै ल हेर्नुहोस्, आज 2083 साल 5 को महिना 10 गतेको बाढीले ल बितण्ड हाम्रो ब्यारेकपट्टि यत्र सिसौघारी हाम्रो गल्छी बजार। ल हेर्नुहोस् अहिलेको अवस्था, गल्छीको अवस्था। अब बाढीले यस्तो बनायो। अब यो गल्छीदेखिको त्रिशुलीसम्ममा पक्की पुल र झोली पुल रहेको यही दुईवटा होला। ल हेर्नुहोस् अवस्था अब यस्तो छ। कति जनधनको क्षति भयो, कति सम्पत्ति सत्यनाश भए, ल अब कहाँ कति हताहत भए। यो 2 तला 2.5 तला होइन, यो 3 तला होइन, 2 तला त पुरेकै हो नि। बाबुलाई नै आउनु मलाई होइन र होइन, यही हो नि ढुङ्गे के भने त्यो हेर न मन्दारी होटल पुलिसले देखे नि क्या। खै अलि थाहै भन्ने कजन कुनै कुरो भएर यहाँ पर्नु न मान्छे ती छ त यार घरमा बच्चा हेलिकप्टर खोइ त बच्चा छ यार त्यहाँ यार। रेस्क्यु 2 जना गाखा जान्छै गाडिन्छ हेलिकप्टर ल्याउनु पर्ने यार। अहिले हिँडिरहेको थियो त हेलिकप्टर यार। ब्यारेकमा हेलिकप्टर बच्चा पनि त्यहाँ बसिरहेको ढुङ्गे बजार